जसरी पनि मैले चन्द्रुलाई सम्झाएर हाम्रो पुनर्मिलन गराउनै पर्छ। चन्द्रुको अरूसँग बिहे हुनुभन्दा अगाडि जसरी पनि मैले मेरो मायालाई बुझाउनै पर्छ, होइन? तपाईले सम्पर्क गर्न खोज्नु भएको मोबाइलको स्विच अफ गरिएको छ। सरी, द मोबाइल यु हैव डायल्ड इज स्विच्ड अफ। अब एकपटक मैले चन्द्रुलाई भेटेर कुरा गर्नै पर्छ, होइन? चन्द्रमा जस्ती हुजियाली आमा भित्रिँदैछिन्, त किन खुसी छैनस् बाबु? म कसरी भनौँ बुवा यो सबै कुरा तपाईँलाई? लौ सिधै भन्न, कस्तो कसरी भन्नु भनेर दोधाएर परेको त के कुरा भनिहाल्छ? तपाईँ रिसाउनुहुन्न नि बुवा? हेत्तेरिका, छोरोले गरेका कुरामा बाउ रिसाउने त सवालै हुँदैन नि। भन्न, के कुरा हो खुलस्त भन्। चन्द्रमुखीको हात मैले तपाईँको लागि मागेको होइन बुवा। चन्द्रमुखीको हात मेरो लागि मागेर कुरा छिनेको हो। हो बुवा, तपाईँले वर्णन गरेपछि म चन्द्रमुखीको घर सुत्दै गएँ। तपाईँले वर्णन गरेको भन्दा दोब्बर सुन्दर मैले चन्द्रमुखीलाई देखेँ। पहिलो नजरमै चन्द्रमुखी मेरो मनमुटुमा यसरी बसिन् कि चन्द्रमुखी। त्यसैले बिहे गर्ने उमेर मेरो हो। तपाईँलाई यो उमेरमा यो सब गर्न सुहाउँदैन बुवा। अब चन्द्रमुखी र मेरो बिहे उतार्न तैँले आफ्नो ठानिछस्, मनमा राखिसकिछस्। छोरासँग भिडेर आफूले भित्रायो भने समाजले पनि राम्रो मान्दैन। ठिकै छ बाबु, त्यसो हो भने त बिहेको तयारी गर, म छु तेरो साथमा। फुपू, म यो एउटा चुरा चाहिँ स्याम्पलको लागि लिएर जान्छु है। हुन्छ। ए रक्षा, रेडी हो? रेडी हो काकु? लु, बेहुलीको सरसामान के हो हामीलाई थाहा हुँदैन, त जानु परिगयो नि हामीसँग। हुन्छ काकु। हामी बिहेका सामान सबै किनमेल गरेर आउँछौँ, राम्रोसँग घर हेरेस्। यो जामादुत कत्रो बेर लाउँछ फेरि? आएँ बाबु, सम्झिनु पर्छ यसलाई। तिमी मसँग नबोल्नु, रिसाउनु, घुर्की लाउनु, तिमीलाई मेरो अनुहार हेर्न पनि घिन लाग्नु त स्वाभाविकै हो नि चन्द्रु। मैले अर्को बुढी ल्याएको खबरले तिमी भाव बेहोल हुनु, मर्माहट हुनु त